कल्पना गरिसकेपछि चाहिँ के सोच्नु पर्यो भन्दाखेरि यो संसारभरिमा आमा रूपी बाउ रूपीको प्राणीहरू कति दुःख भोगिरहेको होला। त्यो दुःखबाट चाहिँ मुक्ति हुनको निम्ति त्यो प्राणीहरू चाहिँ बुद्धत्व प्राप्त गर्नको निम्ति चाहिँ म बुद्धत्व प्राप्त गर्न चाहन्छु। अब म बुद्धत्व प्राप्त गरेर उनीहरूलाई चाहिँ सत्य मार्ग देखाएर उनीहरूलाई चाहिँ म मुक्ति प्राप्त गर्न मुक्ति दिलाउन चाहन्छु है ठानेर चाहिँ मनमा एकदम माया दया करुणा चाहिँ पलाएर अनि तपाईँले जप गर्नुपर्ने हुन्छ। के हो भनेर पढ्नुपर्छ भन्दाखेरि आज हामी चाहिँ अब के सिक्नेछौँ भन्दाखेरि बुद्धिसित जप गर्ने कुराहरू चाहिँ हामी सिक्नेछौँ। किन भन्दाखेरि हामीले मुन्डो अभ्यास गर्दाखेरि फर्स्टमा ढोक 1 लाख चोटि गर्नुपर्ने हुन्छ। अनि त्यो पछि बुद्धिजितको जप अनि 1 लाखवटा गर्नुपर्ने हुन्छ। त्यो पछि वज्र सत्तुको अनि जप, त्यो पछि मण्डल, त्यो पछि लामिनाजुर है सक्यो भने 108 कसैले धेरै पनि गर्ने हुन्छ। सो आज चाहिँ हामी बुद्धिजित चाहिँ हामीले जप गर्दाखेरि कसरी गर्छ भन्ने बारेमा चाहिँ अब एकदम छोटकरी भन्ने कोसिस गर्छु। अनि धर्म प्रवचनहरू सुन्दाखेरि मैले बारम्बार भनिरहेको हुन्छु हजुरहरूले चाहिँ अनि माया दया करुणाको भाव बोकेर धर्म प्रवचनहरू सुनिदिनुहोस्। अनि आफ्नो आचरणहरू त्याग्नुपर्ने आचरण अपनाउनुपर्ने आचरणहरूलाई चाहिँ एकदम राम्रोसँग बुझेर अनि मात्र धर्म प्रवचनहरू सुन्नुपर्ने हुन्छ। सो अनि आज हामीले चाहिँ यो बुद्धिजितको बारेमा बुझ्दाखेरि ध्यान आवश्यक हुनुपर्दाखेरि हामीले योभन्दा अगाडिको भिडियोमा पनि अनि बुद्धिजित हाम्रो मनमा पलाउनको लागि चाहिँ के गर्नुपर्छ भन्ने बारेमा चाहिँ मैले सिकाइसक्यो है। अनि सो आज चाहिँ अनि बुद्धिजितको मन पलाइसकेर गुरुबाट सिल लिइसकेपछि हामीले अनि अब जप गर्नुपर्ने हुन्छ। अब तपाईँले नर्मली गुरु छैन भने तपाईँले गुरुलाई चाहिँ नै सम्झेर भिजुलाइजेसन गरेर कल्पना गरेर उहाँबाट नै हामीले सिल लिन सकिन्छ है। सो फर्स्टमा चाहिँ हामीले बुद्धिजितको यो 1 लाखवटा चाहिँ जति चाहिँ जप गर्नुपर्दा तपाईँले फर्स्टमा बिहान बेलुका अब साङ सुर सोल्काहरू गर्नुपर्ने कुराहरू मैले पहिला नै गरिसकेँ है। गरिसकेपछि अब तपाईँले टाइम म्यानेज गर्नु पर्यो। अब यति बजीदेखि यति बजीसम्म म पढ्छु जप गर्छु अनि फेरि ब्रेक टाइम लिन्छु भन्ने सबै लिइसकेपछि राम्रो तरिकाले बस्ने। जुन बेलामा तपाईँले जप गर्नुहुन्छ ध्यान गर्नुहुन्छ होइन राम्रोसँग ठाउँमा बसिसकेपछि हामीले ढोक्दाखेरि जुन भगवानहरू हामीले कल्पना गराएको थियौँ त्यो भगवानहरू सबै कल्पना गर्नुपर्छ यो जप गर्दाखेरि पनि। जस्तै हामीले चाहिँ यो सुनको ठाउँमा चाहिँ एउटा ठुलो रुख कल्पना गरेको थियो 5वटा हाँगा भागा होइन। बिचको हाँगामा गुरुपद्मा सम्भवरा अनि हेसे सोग्याल अनि अगाडिकोमा बुद्धहरू बायाँ साइडमा झन्झु शम्बाहरू पछाडि चाहिँ धर्म ग्रन्थहरू अनि लेफ्ट साइडको हाँगामा चाहिँ तपाईँको थेरवादको अनि सङ्घहरू अनि लामा गुरुको चाहिँ हाम्रो गुरुपद्मा सम्भवज्यूको माथि शिरमाथि चाहिँ उहाँको घिबी लामा अर्थात् उहाँको अनि गुरुहरूलाई हामीले कल्पना गऱ्यौँ नि त होइन कुन्थु सङ्घहरू अनि घुते सिटु अर्थात् अनि इष्टदेवहरू पनि कल्पना गरिएको छ। वरिपरि चाहिँ नि धर्म अनि पालाहरू अर्थात् अनि सुङमाहरूलाई नै हामीले कल्पना गर्नुपर्ने कुराहरू जुन हामीले कल्पना गरेको थियो नि त हिजो अस्ति भिजुलाइजेसन गरेको थियो त हामीले आज बुद्धिचित्तको जप गर्दाखेरि पनि अनि जस्ताका तस्तै अनि सम्झिनु पनि हुन्छ। अब सम्झिँदाखेरि हामीले हिजो अस्ति थङ्गा राखेको थियो होइन त्यो थङ्गामा जस्तो छ त्यो हिसाबले कल्पना गर्नुहोस्। थङ्गामा फेरि त्यो लेखेको जस्तो चित्र जस्तो कल्पना गर्ने होइन एकदम नै अब भनौँ न इन्द्रिय जस्तै
हाम्रो एकदम 3D जुन भगवानहरू हुनुहुन्छ वास्तविक रूपमा होइन, त्यो अनुसारको हिसाबले हामीले कल्पना गर्नुपर्छ है। फेरि त्यो टालेको जस्तो होइन, लेखेको जस्तो होइन। सो त्यो अनि अब सोटकरी भन्दा त्यो अब अगाडि चाहिँ हाम्रो गुरुहरूलाई भगवानहरू सबैले कल्पना गरिसकेपछि हामी एकदम उहाँहरूलाई कृपा, उहाँहरूलाई श्रद्धा, एकदम आस्थाका साथ हामी बस्ने, उहाँहरूले भगवानहरूले पनि हामीलाई माया दया होइन करुणाका साथ हामीलाई एकदम ध्यान दिएको जस्तो सम्झिसकेपछि चाहिँ अब के सोच्नु पऱ्यो भन्दाखेरि यो अनगिन्ती कल्पमा चाहिँ दुःख बोकेर आएको प्राणीहरू अनि जन्मदेखि मेरो बुवा आमा बनिसकेको छ। अनि उहाँहरू बुवा आमा बन्दाखेरि मलाई खाना मिठो लाउनमा पनि लाउने सबैभन्दा मलाई राम्रो दियो होइन, हुर्कायो, बढायो, पढायो, ठुलो मान्छे बनाएर अनि जति सक्छ राम्रो कामहरू गराएर अनि जति पनि हाम्रो लागि एउटा उहाँहरूले एउटा आफ्नै जिन्दगी समर्पण गरेको छ, त्यो कल्पनाहरू गर्ने सम्झिने यस्तो उहाँहरूले हाम्रो लागि अनि जिन्दगीको सबै कुराहरू हामीप्रति समर्पित गरेर हाम्रो लागि राम्रो गरेको प्राणीहरू कति दुःख भोगिरहेको छ। प्रेत लोकमा जन्म लिएको प्राणीहरू प्रेत लोकको दुःख, नरकमा जन्म लिएको प्राणीहरू नरक लोकको दुःख, मानव लोकमा अनि जति पनि यो छलोकमा जन्म लिएको छ प्राणीहरू सबै आफ्नो दुःख भोगेर चाहिँ दुःख भोगिरहेको हुन्छ है। अब त्यो दुःख सम्झेर हामीले चाहिँ अब एउटा उहाँहरूप्रति माया, उहाँहरूप्रति एकदम करुणा पलाउनु पर्यो हाम्रो मनमा है। पलाइसकेपछि चाहिँ उनीहरूको यो दुःखबाट मुक्ति हुनको निम्ति म बुद्धत्व प्राप्त गर्न चाहन्छु। यही जुन म बुद्धत्व प्राप्त गर्न चाहन्छु। अनि बुद्धत्व प्राप्त गरिसकेपछि उहाँहरूलाई चाहिँ म सत्य मार्ग देखाएर अनि उहाँहरूलाई चाहिँ बुद्धत्व प्राप्त गर्न चाहन्छु। उहाँहरूलाई चाहिँ बुद्धत्व प्राप्त गर्नको लागि चाहिँ एउटा सत्य मार्ग देखाउँछु भन्ने हिसाबले चाहिँ एकदम मन तनदेखि नै पढ्नुपर्ने हुन्छ। एकदम सर्टकटमा भन्नुपर्दा चाहिँ के हो भन्दाखेरि संसारको प्राणीहरू दुःखमा भोगिरहेको छ होइन, आमरूपी त्यो आमरूपी प्राणीहरू सबै मुक्तिबाट के भन्छ यो सबै अनि संसारको दुःखबाट मुक्ति भएर अनि अर्थात् समयक्षम बुद्धत्व प्राप्त गर्नको निम्ति चाहिँ म अनि बुद्धत्व प्राप्त गर्न चाहन्छु। अनि त्यही भएर चाहिँ म यो बुद्धत्व प्राप्त गर्नको लागि चाहिँ नहुने भनेको चाहिँ के रहेछ भन्दाखेरि बुद्धचित्तको भाव रहेछ। अब बुद्धचित्तको भाव चाहिँ नहुने भएको कारणले गर्दा म आजदेखि नै यो बुद्धचित्तको अनि ध्यान गर्छु भनेर सोचेर अनि तपाईँले जप गर्नुपर्ने हुन्छ। अब त्यो जप गर्दा चाहिँ के पढ्नुपर्छ भन्दाखेरि हो नजो नावा छुतै छुजिङ्गी नजो नावा छुतै झुन्जिकी खोरवा लुगु किन्तु ख्याम्बी ट्रे राङ्री गोसल इङ्सु घाँसु सिर सेमे झिङाने सेम्के दो भने त्यो अब जति सक्छ त्यो 4वटा चाहिँ नि ओड छ होइन, त्यो मजाले दोहोऱ्याइ पढ्नु पऱ्यो। अब हातमा माला जप गर्ने फर्स्टमा हो नजो नवाजु जति छिटो पढ्न सक्नुहुन्छ ठिकै हिसाबले आफूले सक्दो त्यही अनुसारले पढ्ने फेरि है, नसके पढ्नु हुँदैन। ठिकै हिसाबले गर्दै गएर अब एकचोटिमा तपाईँले 2 घन्टा जति चाहिँ ध्यान गर्दाखेरि कति जतिको तपाईँले जप गर्न सकिन्छ त्यो अनुसारले गर्नुहोस् है। गरिसकेपछि चाहिँ तपाईँले जप गरिसकेपछि चाहिँ के गर्नुपर्छ भन्दाखेरि अनि सबै भगवानहरूलाई हेरेर हामीले जप गरेको थियो नि त अघि कल्पना गरेर। अब तपाईँले जप गर्यो, अब चाहिँ म एकछिन रेस्ट गर्छु भन्ने हिसाबको सोच भइसकेपछि चाहिँ हामीले एकदम मनभित्रको करुणा दया जगाएर चाहिँ हामीले जप गरेको छ नि, त्यो जप गरेको देखेर हामीले जुन कल्पना गरेको भगवानहरू छ नि उहाँहरूको ज्यानबाट चाहिँ एकदम प्रकाश निस्केर हो है, प्रकाश निस्केर चाहिँ अनि बिस्तारै हामीले आशीर्वाद दिएको सम्झिनु पर्यो है। अनि त्यो अनि आशीर्वाद दिइसकेपछि उहाँहरू चाहिँ बिस्तारै विलिन हुँदै जाने, जस्तै पहिला मैले ढोक्दाखेरि जुन हिसाबले सिकाएको छु त्यो अनुसारले बिस्तारै बिलिँदै जाने। जस्तै अनि फर्स्टमा चाहिँ नि धर्मपालाहरू चाहिँ गुरुहरूमा चाहिँ विलिन भएर जाने, गुरुहरू सबै आफ्नो मूल गुरुपदमा समूहलाई विलिन हुँदै जाने, अगाडिको बुद्ध पनि
अनि यतापट्टि बुद्धिचित्त अनि बुद्धिसत्वहरू, पछाडि धर्महरू, अनि यतापट्टि जुन थेरावादको धर्म अनि पालना गर्नुहुने भिक्षुहरू छ, सबै विलिन भएर इन्द्रिणी जस्तै सबै मूल गुरुलाई विलिन हुने, पानीमा पानी खसे जस्तै। पानीमा पानी खसिसकेपछि के हुन्छ भन्दाखेरि पानीमा छुटाउन सकिँदैन। त्यो जस्तै त्यो सबै मूल गुरु पद्मा सम्भवलाई चाहिँ विलिन हुँदाखेरि चाहिँ सबै पद्मा सम्भवमा चाहिँ परिवर्तन हुने है, त्यसरी चाहिँ सम्झिनु पर्यो। अब मूल गुरु सबै रुखहरू सबै है, सबै कुरा जुन तपाईँले के भन्छ यो कल्पना गर्नु भएको छैन, सबै विलिन हुने मूल गुरुमा। त्यो पछि मूल गुरु पनि एकदम ठुलो प्रकाशका साथ होइन, अनि हामीलाई कृपा, हामीलाई माया, दया, करुणाका साथ हामीमा गुरु पनि हामीमा विलिन हुने। गुरु चाहिँ हाम्रो टाउको माथि बसेर हाम्रो ज्यानमा चाहिँ नि हराएर जाने, अर्थात् हामीमा विलिन हुने है। सो विलिन भइसकेपछि हामी चाहिँ एक प्रकारको एकदम ऊर्जा अनि शक्ति एकदम अचम्मै खालको जसमा परिवर्तन भन्ने भइसकेपछि चाहिँ जति पनि हामीले कल्पना गरेको गुरु बुद्धहरू हुनुहुन्छ, उहाँहरू बुद्धिचित्त सब बुद्धिसत्वहरू सबैको मनमा भएको बुद्धिचित्त चाहिँ हाम्रो मनमा चाहिँ जस्ताका तस्तै तरिकाले कपी पेस्ट गरे जस्तो भयो। अर्थात् हाम्रो मनमा पनि बुद्धिचित्त चाहिँ सबैभन्दा राम्रो खालको बुद्धिचित्त चाहिँ हाम्रो मनमा पलायो है, ठानेर एकदम त्यो शून्यतामा चाहिँ नि हामीले एकछिन ध्यान गर्नुपर्ने हुन्छ है। अब शून्यतामा चाहिँ नि हामीले ध्यान गर्दाखेरि अघि नै भने जस्तै बिस्तारै हामी पनि त्यो इन्द्रियहरू हट्दै 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 गइसकेपछि त्यो मधुर हुँदै गएर पुरा आकाश जस्तै हुँदै जान्छ नि, त्यो जस्तै हामी पनि बिस्तारै एकदम शून्यतामा चाहिँ नि परिवर्तन गराएर हेर्न सकेर शून्यतामा चाहिँ एकदम राम्रो तरिकाले अनि ध्यान गरेर बस्नुपर्छ। त्यो 10 मिनट 20 मिनट जति सक्छ हेरेर बस्ने। अनि बुद्धहरूको सबै उहाँहरूको मनमा भएको बुद्धिचित्त सबै हाम्रो मनमा अनि पेश भइसक्यो नि त होइन। त पेश भइसकेपछि चाहिँ अर्थात् पलाइसक्यो नि त होइन। पलाइसकेपछि चाहिँ अनि अब चाहिँ उठिसक्यो, अब मतलब तपस्याबाट हामी अब नर्मली जिन्दगीमा फर्किसकेपछि चाहिँ 정주 쌤조림 버르체 마게 빠남 केही केवा यहाँ बामे बाया कोने कोंदो फेल भरसो भनेर हामीले प्रार्थना गर्नुपर्ने हुन्छ है। भयो भनेको चाहिँ के हो भन्दाखेरि हाम्रो बुद्धिचित्तको मन भनेको चाहिँ एउटा एकदम नै किम्ती, एकदम नै अनि राम्रो चिज होस्। त्यो राम्रो चिज चाहिँ हाम्रो मनमा पलाएको छैन भने पलाओस् हैन। पलाइसकेको बुद्धिचित्तलाई कहिले पनि अनि हराउने नगर्नुहोस् हैन। अनि पलाइसकेको चिज चाहिँ त्यसको सट्टा अनि झन्झन वृद्धि हुँदै जाओस् भन्ने हिसाबले चाहिँ हामीले प्रार्थना गर्नु पर्यो है। त्यो पछि अनि तपाईले चाहिँ नि यो जति पनि मैले बुद्धिचित्तको चाहिँ ध्यान गरेर अलिकति धर्म प्रवचन मतलब अलिकति धर्म कमाएको छु, त्यो धर्म चाहिँ म सारा प्राणीहरू बुद्धत्व प्राप्त गर्नको निम्ति म अनि डेडिकेसन गर्न चाहन्छु, अर्थात् उहाँहरूलाई दान दिन चाहन्छु भनेर झम्बल बोजिदार खेम्बा द कुन्दु संबो त्यहाँ देशिन्दे त्यता कुंगी चाहिँ सुतालो चाहिँ के भयो त्यता तम्चे राब्दो म भनेर चाहिँ हामीले भन्नुपर्ने हुन्छ है। सो अब यसरी चाहिँ हामीले ध्यान तपस्या गर्ने। फेरि तपाईँ रेस्ट गरिसकेपछि फेरि तपाईँ तपस्या मतलब यो बुद्धिचित्तको ध्यान गर्न चाहनुहुन्छ भने फेरि अघिको प्रोसेस जुन सिकायो नि फर्स्टदेखि हामीले भगवानहरू कल्पना गर्नुपर्ने कुरादेखि त्यहाँदेखि नै सुरु गर्नुपर्ने हुन्छ। लास्टमा फेरि यसरी नै हामीले अनि एन्डिङ गर्नुपर्छ। एकदम छोटो मिठो तरिकाले भन्नुपर्दा चाहिँ राम्रो ठाउँमा बस्ने अनि हामीले चाहिँ नि रुखमा जुन भगवानहरू कल्पना गरेको थियो त्यो भगवानहरूलाई राम्रोसँग छर्लङ्ग हिसाबले चाहिँ हामीले कल्पना गर्यो। कल्पना गरिसकेपछि चाहिँ के सोच्नु पर्यो भन्दाखेरि यो संसारभरिमा आमा रूपी बाउ रूपीको प्राणीहरू कति दुःख भोगिरहेको होला, त्यो दुःखबाट चाहिँ मुक्ति हुनको निम्ति त्यो प्राणीहरू चाहिँ बुद्धत्व प्राप्त गर्नको निम्ति चाहिँ म बुद्धत्व प्राप्त गर्न चाहन्छु। अब म बुद्धत्व प्राप्त गरेर उनीहरूलाई चाहिँ सत्य मार्ग देखाएर उनीहरूलाई चाहिँ म मुक्ति प्राप्त गर्न मुक्ति दिलाउन चाहन्छु है ठानेर चाहिँ मनमा एकदम माया दया करुणा चाहिँ पलाएर अनि तपाईले जप गर्नुपर्ने हुन्छ। के हो भनेर पढ्नुपर्छ भन्दाखेरि
那时候拿我去对准这个国外路过跟都看别着常识会是इंसो छि छमेसी ngane सेमकेदो भन्ने खालको त्यो चारवटा कुरा छ त्यो चारवटा ओटलाई चाहिँ रिपिट गर्दै 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 पढ्ने अब त्यो भगवानहरु कल्पना गरेको छ नि हैन त्योलाई उहाँहरुलाई चाहिँ कल्पना गर्दै पढेर जप गर्दै गर्नु पर्यो कति सक्छ हैन तपाईले मन नपुगिन्जेल 1 घण्टा 2 घण्टा 3 घण्टा कति बस्न सक्नुहुन्छ अनि फेरि तपाईले जब गरिसकेपछि अब चाहिँ म एकछिन रेस्ट गर्छु भन्ने खालको सोच आइसकेपछि चाहिँ अनि बिस्तारै त्यो भगवानहरु सबै बिस्तारै बिलिदै जाने अनि अनि लास्टको मेन अनि गुरुपद्मा सम्भवले विलीन भइसकेपछि गुरुपद्मा सम्भव पनि हामीमा विलीन हुने गुरुपद्मा सम्भव हामीमा चाहिँ नि पानीमा पानी खसे जस्तै हाम्रो यहाँ बस्ने हाम्रो यहाँ बस्दाखेरि चाहिँ जति पनि अनि बुद्धिसत्वहरुको चाहिँ नि मनमा अनि बुद्धिचित्त हुनुहुन्छ नि त त्यो बुद्धिचित्त चाहिँ एकदम क्लियरसँग हाम्रो मनमा पनि पलायो ठानिसकेपछि एकछिन शून्यतामा चाहिँ हामी ध्यान गर्नुपर्छ है शून्यतामा चाहिँ ध्यान गरिसकेपछि चाहिँ अनि बिस्तारै हामीले प्रार्थना गर्नुपर्ने हुन्छ जन्जु सेम जोरेम पुरुष मागे पनम के चाहिँ के होइन बामे भयो कौने दो फेल गरिसो भनेर त्यो पछि तपाईले चाहिँ जति यो ध्यान गर्नु भएर धर्म अनि प्राप्त गर्नु भएको छ त्यो धर्महरु चाहिँ संसारको प्राणीको निम्ति चाहिँ डेडिकेसन गर्नु पर्यो अर्थात मोह गर्नु पर्यो दान गर्नु पर्यो सोनमदी थम्चेसी पनि जस्तो झम्बलपो चितरखेम्बादान जस्तोहरु पढेर चाहिँ तपाईले आफ्नो यो थुन अर्थात तपाईले जुन हिसाबले ध्यान गर्नु भएको छ त्यो ध्यानलाई चाहिँ एन्डिङ गर्न सक्नुहुन्छ है हो यसरी चाहिँ हामीले बुझ्नु पर्यो है सो यो बुद्धिजत्वमा पनि अर्थात बुद्धिचित्तमा पनि के खालको अनि सोचहरु हुन्छ के कस्तो कस्तो खालको छ भन्ने विषयमा हामी बिस्तारै सिक्ने नै छौं आज चाहिँ यति मात्रै जानिराखौं है त ल सो त्यस्तैले